र हेलो गुड मर्निङ गाइस, फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो यो भिडियोमा। सो आज भने चाहिँ म उठेर घाँस काट्न आइसकेको छु र घाँस चाहिँ एकदमै दामी छ। आज चाहिँ लामो लामो। सो आज चाहिँ यहाँ काट्नेवाला छु। हेर्न सक्नुहुन्छ यो पछाडि भएको सबै घाँस हो र आज चाहिँ घाँस एकदमै लामो छ र आज चाहिँ घाँस काट्नु पनि एकदमै मजा आउँछ जस्तो छ। सो हेर्दै गर्नुहोस् तपाईहरुले मेरो भिडियोलाई।
र गाइस अब चाहिँ भारी लाउनु गइरहेको छु र तपाईँहरूले घाँस हेर्नु सक्नुहुन्छ कति काटिसक्यो भनेर। यहाँ छ, यहाँ छ, यहाँ छ, यहाँ छ, लाइनै छ, धेरै उतल अलिकति छ। सो अब चाहिँ भारी लाउनु पर्ने हुन्छ। हेर्नु सक्नुहुन्छ भारी चाहिँ एकदमै ठुलो भएछ, हेर्नु सक्नुहुन्छ। सो अब यसलाई चाहिँ बाँधेर घर जानुपर्ने हुन्छ। सो हेर्दै गर्नुहोस् तपाईँहरूले। र गाइस बारी पुऱ्याइसकेँ र बाँधेर अब चाहिँ घरतर्फ लाग्दैछु। बाटो चाहिँ यस्तो छ गाइस, चिप्लो एकदमै यस्तो छ। सो लड्यो भने चाहिँ यस्तो छ है बाटो, तल पाखा केही नउरिने। सो बिस्तारै जानुपर्ने हुन्छ उकालो। बाटो चाहिँ एकदमै अप्ठ्यारो छ। बाटो चाहिँ यस्तो छ, मुनि चाहिँ भिर छ। मकै बारी पुगिसकेँ, त्यो मकैले गर्दा त्यो गाह्रो हिँड्नुपर्ने हुन्छ। एकदमै टाढा फाइनल गाइस पुगिसकेको छु। हँसियो त मैले मकै चाहिँ घाँस बच्छ। ए र गाइस यो माथि राखेको चाहिँ अहिले ल्याएको, यो चाहिँ हिजोकै हो। सो हेर्न सक्नुहुन्छ। यो गाईले चाहिँ फेरि खोले पनि खाइसक्छ, छिट्टो खाइसक्छ यसले चाहिँ पनि हो। राख्नुपर्ने हुन्छ। ल हँसिया ल्याउनु बिर्सिएछ, फेरि हँसिया लिनु जाने होला भयो। बिर्सिने बानी छ, यस्तै छ जिन्दगी। घर पुगिसकेको अब चाहिँ चिया खानुपर्ने छ। र गाइस आजको भिडियो चाहिँ म यतिमै राख्दैछु। मन पराइदिनुहुन्छ भनेर आशा राख्दै र तपाईँहरूले अझै बेसी मलाई सपोर्ट गरिदिनुहोस् अनि माया दिनुहोस्। र फेरि पनि तपाईँहरूको माझमा नयाँ नयाँ भिडियो लिएर आइरहने छु। र किप सपोर्टिङ गाइस, र लाइक सेयर कमेन्ट पनि गर्नु नभुलिदिनुहोस् तपाईँहरूले। सो थ्याङ्क यू फर वाचिङ एन्ड बाई बाई गाइस।